ओभरलोड गरेर ट्रक चलाउँदै हुनुहुन्छ भने अब सावधान हुनुहोस्। सरकारले ओभरलोड गरेर सामान बोक्ने मालवाहक गाडीहरूमाथि कडाई गर्ने तयारी गरेको छ। हालको कानुन अनुसार तोकिएको सीमा भन्दा बढी लोड राखेर सवारी चलाएमा सवारी धनीहरूलाई 5 लाख रुपैयाँसम्मको जरिवाना हुन सक्छ। ट्रकले 10 टन भन्दा बढी सामान बोक्न मिल्छ, तर एउटा एक्सेलमा पर्ने भार 10.2 टन भन्दा बढी चाहिँ हुनु हुँदैन। ओभरलोडका कारण सडक दबिने, खाल्डाखुल्डी पर्ने र पुलमा समेत क्षति पर्ने भएको कारणले सरकारले यो व्यवस्थालाई कडाई गर्न लागेको हो। तर विशेष अवस्थामा ठूला तथा टुक्राउन नसकिने सामान ढुवानी गर्नु परेमा अनुमति लिएर जान सक्ने व्यवस्था पनि रहनेछ। त्यसैले अब ट्रकमा सामान राख्दा कुल वजन भन्दा पनि एक्सेल लोडको सीमामा बढी ध्यान दिनुपर्ने देखिन्छ।